नमस्कार सबै साथीहरूलाई। यहाँहरूले देख्न सक्नुहुनेछ सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका सिमबारीमा वडा नम्बर 8 मा बन्दै गरेको यो चाहिँ पानीको मुहान हो। यो पानीको मुहान बन्ने क्रम जारी छ। यो इन्जिनियरिङ एस्टिमेटको कारणले गर्दाखेरि यो तलतिरपट्टि सेफ्टी गर्नको लागि चाहिँ यसरी चाहिँ बन्दैछ। यसले ट्याङ्की जस्तो त छैन, तर यो पानी रिजर्भ चाहिँ हुन्छ यसमा। यो पहिलाको पुरानो पोखरीलाई चाहिँ उत्खनन गरेर कुवालाई उत्खनन गरेर यहाँबाट पानी सिँचाइको लागि चाहिँ पानीको व्यवस्था हुँदैछ। अनि यहाँ तलतिर देख्न सक्नुहुन्छ, यहाँ चाहिँ डोजरले चाहिँ सम्याएको छ। यो चाहिँ पहिलाको खेत हो। अब यो खेतमा चाहिँ खेत गर्न पनि उपयुक्त हुने भयो, धान खेतको लागि पनि। प्लस यहाँ चाहिँ माछा पालन गर्दा कस्तो हुन्छ भन्ने पनि हाम्रो एउटा कन्सेप्ट चाहिँ आइरहेछ। अब यहाँ चाहिँ हाम्रो गाउँपालिकामा माछा पालन छैन, त्यही भएर यसलाई चाहिँ पानीको स्रोत भएको कारणले गर्दा यहाँको बजार व्यवस्थापन पनि साह्रै राम्रो छ। एउटा माछा पोखरी गरेर माछा पालन गर्ने हो भने तलतिर पुरै खेतमा चाहिँ माछा पालनको एकदमै ठुलो सम्भावना पनि देखिन्छ। यो नौलो प्रयोग पनि हुने भएको र कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ माछा पालन किन नगर्ने त भन्ने कन्सेप्ट आएको छ। अब यसको लागि चाहिँ काम तीव्र गतिले चल्दैछ। यो माथिको पानीको मुहान हामीले उत्खनन गरेर छेकेपछि यो तलको जति पनि यो माटो मिलाएको छ डोजरले, त्यहाँ चाहिँ हामीले चाहिँ खेत बनाइकन त्यसमा चाहिँ माछा पालन गर्नलाई चाहिँ एकदमै उपयुक्त देखिन्छ। अब अहिले बन्ने पनि जारी छ।